सबैलाई नमस्ते, म सरोज प्याकुरेल। हामी यति बेला कोरियाको वान अफ द बेस्ट टुरिस्ट डेस्टिनेसन जेजु आइपुगेका छौँ। जेजु आइल्यान्ड। कोरिया आउनुहुने सबैले त सुन्नु नै भएको छ जेजु आइल्यान्डको बारेमा। कोरिया नआउनु हुनेहरूले पनि जेजुको सुन्दरता र जेजुको त्यो जाउँ जाउँ लाग्ने खालको भाइब्स जुन छ जेजुमा, त्यसले चाहिँ सबैलाई आकर्षित गरिरहेको छ। म किन पनि जेजुको बारेमा यति एक्साइटेड छु भने म मेरो वैदेशिक यात्राको पहिलो पाइला भनौँ न, पहिलो ल्यान्डिङ म चाहिँ जेजुमा भएको थिएँ। त्यसपछि जेजुमा 1 वर्ष बसेँ। जेजु 1 वर्ष बस्दाखेरिको दौरानमा जति मेमोरीहरू छ नि, म कोरिया लगभग सबै घुम्दाखेरि पनि जेजुको मेमोरी भनेको चाहिँ एकदमै एक्स्ट्रा थियो। त्यस कारणले गर्दा जेजुले म कहिले जेजु जाउँ भनेर भित्रभित्र सोचिरहेको थिएँ, प्लान पनि बनाइरहेको थिएँ र फाइनल्ली हामी चाहिँ जेजु आएका छौँ। यहाँको सुन्दरता हामी आज भोलि र केही दिन यही जेजुमै बस्नेछौँ र जेजुको सुन्दरतामा हराउनेछौँ। जेजुको सुन्दरतालाई चाहिँ यसपालि चाहिँ म तपाईँहरू माझ पनि पस्किन जाँदैछु। पहिला चाहिँ जेजु आफू मात्रै बस्यो भनेर साथीहरूबाट एकदमै धेरै गुनासोहरू आइरहेको हुन्थ्यो। यसपालि चाहिँ सबैलाई सँगै ल्याउन नसके पनि जेजुको सुन्दरतालाई चाहिँ एक हिसाबले कलेक्ट गरेर तपाईँहरू माझ ल्याउने कोसिस गर्दैछु। सधैँ काम मात्रै नभन्नुहोस् है गाइज, जेजु पनि आउनुहोस्, घुम्नुहोस्। यो आइकोनिक मूर्ति हो यो जेजुको। टिङ टङ। कमन गाइज। गर्मी नै हुन्छ यता। हावा चाहिँ चल्छ होइन, हावा चल्दा अलिकति हुन्छ। हामी कहाँ छौँ यति बेला? एक जेजुको के भन्छ जेजुको हामी चाहिँ मुटुमै छौँ भनौँ न। एयरपोर्टबाट नजिकै हो होइन। त्यसपछि अब हामी यहाँबाट होटल जाँदैछौँ लगेज राखेर। किन नआउनु? मेन बजारै अब चाहिँ यहाँबाट तलतिर हो। न्यू ब्यालेन्सको मेन छ। वेलकम टु माई भ्लग है दाजु। कस्तो लाग्यो हिजोको बसाइ? एकदम आनन्द भयो है। निद्रा लाग्यो मस्त। खाना खाइयो बेलुका आएर, त्यसपछि नाचियो बस। जेजुको आइकोनिक यहाँ पनि आइपुग्यौँ हामी। बिहान अलिअलि पानी पर्दैछ जेजुमा। यो खोगी गुक्सु हो। खोगी गुक्सु फाइनली दिस इज किम्ची। रमाइलो घुमाइलो, छिन्ने पानी पर्छ, छिन्ने बादल लगाइरहेको छ। गेर्खु भन्नुहुन्छ यसले।
नमस्ते। हामी यति बेला कोरियाको हाल्लिम पार्क आइपुगेका छौँ। अब हाल्लिम पार्कभित्र हामी घुम्न जाँदैछौँ। यहाँ चाहिँ कस्तो छ भनेर म देखाउँदैछु है त। हामी पहिला टिकट काट्यौँ, टिकट काटेर यहाँ टिकट चेक गरिसकेपछि यहाँबाट चाहिँ अब भित्र छिर्दैछौँ। ओके, वेलकम। लास्टमा जाउँ ल। ओके, हाल्लिम सोसाइटी। जेजुको आइकोनिक राजधानी। खास गरी जेजु बाहेकको उता खेङ्गिदो बुसान साइडको जैविक जुन खालको विशेषता छ त्योभन्दा अलिकति फरक खालको मौसममै पनि अलि फरक खालको चाहिँ मौसम यता जेजुमा पाउन सकिन्छ। किनभने अन द टेम्परेचरकै कुरा गर्ने हो भने पनि उता भन्दा यता चाहिँ अलिकति 3-4 डिग्री चाहिँ अलिकति बढी नै छ। उता अलि चिसो आइसकेको छ भनेदेखि यति बेला यो आज 10औं महिनाको लास्ट भयो। यति बेला अक्टोबर सकिन लाग्यो। अक्टोबर सकिनै लाग्दाखेरि खेङ्गिदो बुसान साइडतिर चाहिँ अलिकति जाडो अलि चिसो मौसम भइसकेको छ भने यता चाहिँ अलिकति न्यानो नै रहेछ। यो हाल्लिम पार्क भित्र अलिकति गर्मी ठाउँमै पाउने जस्तो खालको पनि रुखहरू देख्न सकिन्छ। एकदमै घुमिरहँ जस्तो लाग्ने मौसम छ यता। फाइनली केराको बोट पनि देखियो है। कोरियामा मैले सम्भवतः पहिलोचोटि नै हुनुपर्छ केराको बोटहरू देखिएको। किनभने एकदमै धेरै चिसोमा केराका बोटहरू चाहिँ खासै नटिक्ने भएकोले हो। यता चाहिँ त्यो टेम्परेचर पनि मेन्टेन गरेर राखिएको हुनाले मुसाबासो कफीको ट्री छ। कफी अरेबिका। कटहरको बोट, केरा चाहिँ फलेको पनि रहेको यता। हाल्लिम खोङवन, हाल्लिम पार्क।
हाम्रो साथी पछाडि हुनुहुन्छ अर्को साथी अझै पछाडि पनि आइरहनु भएको छ कस्तो लाग्दैछ तपाईलाई एकदम अनौठो लागिरहेछ एक किसिमको अब उता चाहिँ हाम्रो बसेकोतिर चाहिँ खालि इन्डस्ट्रियल एरिया अनि एकदम भिडभाड देखिरहेको हो यहाँ चाहिँ एकदम के यो नेचुरल एकदम नेचुरल रुखहरू डिफ्रेन्ट टाइपको रुखहरू देख्न पाउँदाखेरि हो एकदम 1971 मा कस्तो थियो त यो हालिम पार्कको अवस्था भन्दाखेरि यहाँ छ ल 1971 मा चाहिँ एकदमै सुक्खा जस्तो ठाउँ भएको ठाउँमा त्यहाँ यो रुखहरू सुरुमा रोपिएको रहेछ हालिम पार्क र कोरियाको झन्डा फहराइरहेको छ है एकदम आइकोनिक छ नि आमाले पानी यसो घोप्ट्याएर लखाउ भनेर टक्क गरेको जस्तो नि दाजु यहाँ टक्क काम गरेर थाक्नु भयो जस्तो छ ए दाजु हालखबर के छ ठिक छ नि थाक्नु भएको हो तपाईँ जागलमक चम्क हे नौजवान हो टाइपको रहेछ नि यस्तो लाइक हान्ने है हाम्रो भ्लगलाई ल चाहिँ एकदम लाइक गरिदिनु लाइक गरिदिनु उहाँ जस्तो ज्ञानी हुनु पर्यो क्या ल लाइक गरिदिनु ल एकदमै लाइक नमस्ते
हामी यति बेला कोरियाको जेजु आइल्यान्डको जेजु टापुभित्रको हाल्लिम पार्कभित्र छौँ। त्यस्तो विशेष त केही जानकारी दिन खोजेको होइन, तपाईँहरूले हाम्रो नेपालमा पनि गाउँघरमै देखिरहेकै कुराहरू हो। तर यहाँ चाहिँ आजको आधुनिक कोरियन समाजमा जसरी हामीले हेर्छौँ त्योभन्दा आजभन्दा प्राचीन समयमा कोरियाको रहनसहन संस्कृति कस्तो थियो भन्ने बारेमा चाहिँ यहाँको घरहरू कस्तो थियो, घरभित्र तोरी पेल्नेदेखि लिएर विभिन्न खालका चाहिँ प्राचीन खेती कृषिका चाहिँ सामग्रीहरू, प्राचीन समयमा प्रयोग भएका सबै सामग्रीहरू चाहिँ यहाँ संरक्षण गरेर राखिएको छ। आएर हेर्दाखेरि चाहिँ साँच्चै एकदमै पहिलाको कुराहरूको बारेमा जानकारी पनि लिन सकिन्छ। पहिलाको यो जाँतो सिस्टम, त्यसपछि कोलपेल्ने ठाउँ, त्यसपछि त्यो नेपालमा पनि अलि पहिला अहिले पनि त्यस्तै हुन्छ नि, त्यो लुगा सिउने कल, त्यसपछि हाम्रोतिर हुने ट्याङ्का, मेजर गर्ने कुराहरू रहेछ, बाटाहरू, ट्याङ्का सबैलाई चाहिँ यहाँ एकदम पुरानो घर जस्तो बनाएर प्रोटेक्ट गरेर राखिएको छ। पहिलाको गाउँहरू यस्तो हुन्थ्यो भनेर। यता पनि छ सामानहरू राख्नलाई विभिन्न माटाका भाँडाहरू। यो घर यस्तो छ, हेर्नुहोस् है त। ठ्याक्कै हाम्रोतिर पनि पुरानो घरहरू त्यस्तै हुन्थ्यो नि। त्यसपछि पहिलाका हलो जुवाहरू हेर्न सक्नुहुन्छ। पहिला जोत्नलाई यस्तो खालको चाहिँ हलो हुने गर्दथ्यो। ल यसरी प्रोटेक्ट गरेर राखिएको छ। यस्तो थियो हलो। यो हरिस फाली यति ठुलो खालको, यसले जोत्ने सबै चिज धेरै प्रोटेक्ट गरेर राखिएको छ। हेर्नुहोस् त, यसरी जोत्ने गर्थ्यो पहिला। त्यसपछि यो ओखल हो कि खट्टा जस्तो पनि छ। काखमा बच्चा सुताएर काम पनि सँगै गर्दै तल बच्चा रोइरहेको छ। आमालाई फुर्सद छैन, भारी बोक्दै आइरहनु भएको छ। नरौ बाबु भन्दै हुनुहुन्छ सायद। त्यसपछि हाम्रो यहाँ पिकक दाजु हुनुहुन्छ। हेलो पिकक दाजु। यो चाहिँ के पेल्ने होला, ढक्कनहरू सबै खाने वुडन प्याडल। सायद यो तोरी पेलेर त्यसपछि त्यहाँबाट तेल निकाल्नुको लागि युज गरिने जस्तो देखिन्छ। पुरानो घर कोरियाको। त्यसपछि प्राचीन समयमा कोरियामा पनि आगो फुकेरै त खाना बनाइन्थ्यो। पहिलाको घरहरू यस्तो हुन्थ्यो, भित्र छिर्दाखेरि त्यो चुलो छ। त्यसपछि त्यहाँ चाहिँ खाना बनाएर खाने खालको यस्तो छ।
सबै रमाएर बस्नुभएको छ घर परिवार है। हामी यति बेला छोङबाङ फोक्फोको नजिकै छौँ। अब यहाँबाट 150 मिटर पर रहेछ ल जाउँ है त। त हामी कहाँ आइपुग्यौँ अहिले? हामी के अरे यो सेकेन्ड झरना छन्जियन। छन्जियन भन्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ हेरौँ न कस्तो छ। तिमीलाई चाहिँ कस्तो लाग्दैछ? हो कस्तो टाइपको रमाइलो छ घुमिरहन पाइए होइन? गाडीसम्म जानु पर्यो। त्यसपछि त्यहाँबाट हामी बस चढ्न जान्छौँ। यसपालि चाहिँ पब्लिक ट्रान्सपोर्ट युज गर्न मन लाग्यो हामीलाई। पब्लिक ट्रान्सपोर्टमै घुम्दै